तपाईले कहिल्यै सोच्नु भएको छ किन केही मानिस जहाँ जान्छन् त्यही सफलता तानिन्छ र केही मानिसले जति मेहनत गरे पनि त्यही ठाउँमा अड्किन्छन्? यदि म भनिदिउँ सफलता, स्वास्थ्य, धन, सम्बन्ध कुनै पनि कुरा बाहिरबाट होइन, तपाईको दिमागभित्रै लुकेको एक गुप्त शक्तिले बनाएको हो। आजको भिडियोमा हामी त्यही अदृश्य शक्तिको ढोका खोल्दैछौँ, तपाईको अवचेतन मन। नमस्कार साथीहरू, स्वागत छ आजको यस विशेष एपिसोडमा। आज हामी डाक्टर जोसेफ मर्फीको विश्व प्रसिद्ध पुस्तक द पावर अफ योर सबकन्सियस माइन्डको जिन्दगी बदल्ने सार कथा रिभ्यू गर्दैछौँ। यो कुनै सामान्य किताब होइन। लाखौं मानिसले स्वास्थ्य, सम्बन्ध, पैसा, आत्मविश्वास सबै सुधार्न यही पुस्तक मार्फत अवचेतन मनको शक्ति प्रयोग गरेका छन्। भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि आजका उदाहरण, भिजुअलाइजेसन टेक्निक र एफर्मेसन तपाईको दैनिक जीवनमा तुरुन्त प्रयोग गर्न सकिनेछन्। लेट्स बिगिन द ट्रान्सफर्मेसन। भाग 1, अवचेतन मन के हो? हाम्रो दिमाग दुई भागमा चल्छ, चेतन मन कन्सियस माइन्ड र अवचेतन मन सबकन्सियस माइन्ड। चेतन मनले तपाईको सोच अनुसार तुरुन्त निर्णय लिन्छ, तर अवचेतन मनले आफूले बुझेका पुराना आदेशको आधारमा तपाईको बानी, भावना, प्रतिक्रिया, स्वास्थ्य सब चलाइरहेको हुन्छ। यो एक किसिमको अन्तर इन्जिन जस्तै हो, जसले तपाईको बोलाइ, चालचलन, डर, हिम्मत नसोची कना भएका काम सब मन्त्रणा गर्छ। भाग 2, अवचेतन मनले कसरी काम गर्छ? अवचेतन मन तर्क गर्दैन, सोध्दैन, छान्दैन। उसलाई तपाईले जुन कुरा दिनुहुन्छ सत्य मानेर रूपान्तरण सुरु गर्छ। यदि तपाई भन्नुहुन्छ म सक्दैन, त्यसैले अवचेतन मन त्यही आदेश स्वीकार्छ। यदि तपाई भन्नुहुन्छ मसँग गरिबीबाट उठ्ने शक्ति छ, त्यसैले अवचेतनले त्यसका लागि ऊर्जा, समाधान, बानी र मौका तान्न थाल्छ। किताबले भन्छ, योर आउटर वर्ल्ड इज द फोटोकपी अफ योर इनर थट्स। भाग 3, भिजुअलाइजेसनको शक्ति। अवचेतन मनले अक्षर होइन, तस्बिर बुझ्छ, त्यसैले भिजुअलाइजेसन यो पुस्तकको सबैभन्दा बलियो अभ्यास हो। यदि तपाईँ चाहनुहुन्छ राम्रो अवसर, राम्रो स्वास्थ्य, नयाँ घर, सफल क्यारियर, तपाईले यी सबै कुरा मानसिक सिनेमा जस्तै कल्पना गर्नुपर्छ। आँखा बन्द गर्नुहोस्, आफू एउटा सफलता पाउँदै गरेको भविष्यको दृश्यमा देख्नुहोस्। अवस्था वास्तविक हो जस्तो हुन्छ त्यही महसुस गर्नुहोस्। यो अभ्यास दिनमा 2-3 मिनेट मात्र भए पनि अवचेतन मनमा नयाँ कमान्ड इन्स्टल हुन्छ। भाग 4, एफर्मेसन, शक्तिशाली वाक्य। डाक्टर मर्फी भन्छन्, तपाईले आफूलाई दिनदिनै के भन्नुहुन्छ त्यसै अनुसार तपाईको भविष्य बनेर आउँछ। राति सुत्नु अघि र बिहान उठ्ने बेला ये एफर्मेसन बोल्नुस्। म स्वस्थ, आत्मविश्वासी र शक्तिशाली छु। सफलता मेरो नतिजा होइन, मेरो स्वभाव हो। आर्थिक समृद्धि मेरो जीवनतिर आकर्षित हुँदैछ। ये वाक्यहरू बारम्बार दोहोरिँदा अवचेतनले पुरानो नकारात्मक प्रोग्राम हटाएर नयाँ सकारात्मक सोच राखिदिन्छ। भाग 5, हिलिङ र स्वास्थ्य। किताबमा धेरै चकित पार्ने उदाहरण छन् जहाँ मानिसहरू भिजुअलाइजेसन प्लस एफर्मेसन मार्फत टाउको दुखाइदेखि गम्भीर रोगसम्म सुधार हुन सफल भए। कसरी? किनकि शरीर, मन, भावना तिनै अवचेतन मनको निर्देशन मान्छन्। मनले म निको हुँदैछु भन्ने आदेश दिएको बेला शरीरले पनि त्यही उपचार प्रक्रिया सुरु गर्छ। भाग 6, पैसा, क्यारियर र अवसर। जसलाई पैसा अभावको कुरा लाग्छ, उसको जीवनमा पैसा कहिल्यै स्थिर हुँदैन। अवचेतन मन समृद्धि सोच मन पराउँछ, किनकि समृद्धि र अवसर सकारात्मक ऊर्जाद्वारा आकर्षित हुन्छन्। मात्र 2 वाक्य दिनभरि मनमा राख्नुहोस्, म समृद्धिको बाटोमा छु, म जहाँ जान्छु त्यहाँ नयाँ अवसरहरू खुल्छन्। विश्वास बदल्न साथ व्यवहार बदलिन्छ, व्यवहार बदलिने बित्तिकै अवसर आउँछन्, अवसर आउन साथ तपाईको जीवन बदलिन्छ। भाग 7, सम्बन्ध सुधार। अवचेतन मनमा राग, ईर्ष्या, डर जस्ता विष भर्नुभयो भने सम्बन्ध बिग्रिन्छ। किताबले भन्छ, प्रेमले उपचार गर्छ, रागले नष्ट गर्छ। भिजुअलाइजेसन प्रयोग गरेर सम्बन्धमा शान्ति, क्षमा र सकारात्मकता भर्न सकिन्छ। मन सफा भएपछि सम्बन्ध पनि सफा हुन्छ। अब कुरा स्पष्ट छ,
तपाईको जीवन तपाईको अवचेतन मनले बनाइरहेको छ। यदि आज तपाईले नयाँ सोच, नयाँ विश्वास र सकारात्मक आदेश अवचेतनलाई दिन थाल्नुभयो भने तपाईको स्वास्थ्य बदलिन्छ, आत्मविश्वास बढ्छ, अवसर खुल्छ र जीवन नयाँ दिशातिर मोडिन्छ। आजैबाट भिजुअलाइजेसन, एफर्मेसन र विश्वास यी 3 अभ्यास सुरु गर्नुहोस्। साथीहरू, यदि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। आउँदो भागमा यस्तै प्रेरणादायी पुस्तक र जीवन परिवर्तनका उपायहरू लिएर फेरि भेटिन्छौँ। तबसम्मको लागि धन्यवाद। अन्त्यमा सम्झनुहोस्, तपाईँ आफूले आफूलाई सोचेको भन्दा धेरै शक्तिशाली हुनुहुन्छ।